हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ सबै? हजुरहरूले हेर्न सक्नुहुन्छ यो हो इस्कुस। इस्कुसको अचार त सबैले खानुभयो होला। त आज हामीले इस्कुसको मोमो बनाउने। इस्कुसलाई युटिलाइज गरेर अब के गर्ने, मोमो भनेपछि जेको नि मिठै हुन्छ। त्यसो भएर आज इस्कुसको बनाउने भनेर सोचेर इस्कुसको बनाउन लगाएको। सबभन्दा अगाडि हामीले इस्कुसको जो बाहिरको लेयर हुन्छ त्यसलाई नाइफको हेल्पले कट गरिदिने। त्यसपछि फेरि इस्कुसलाई राम्रोसित धोएर यो इस्कुसको यस्तो के भन्छ त्यसलाई, यो इस्कुस यस्तो कोर्ने भाँडा हुन्छ के, त्यसमा इस्कुसलाई राम्रोसित कोर्ने के, यो अलि सजिलो पनि हुन्छ कोर्नेको लागि। अनि फेरि एकदम बारिक पनि निक्लिन्छ। यो भाइलाई चिन्नुहुन्छ होला हजुरहरूले। भाइ पनि अचानक आएर फेरि भाइले पनि हेल्प गरिदिनु भएको थियो। अनि यहाँ त मम्मीले फेरि अनियनलाई डाइस गर्दै हुनुहुन्छ स्मल स्मल पिसेसमा। मैले त साइडमा मैदाको डो बनाइसकेको थियो अनि त्यसलाई रेस्ट गर्नको लागि राखेको थियो। अनि मम्मीले त प्याज कट गरिसक्नु भयो। अनि अब फेरि मोमोको किमा बनाउने। भाइले पहिला राम्रोसित यता अलि टाइम लाग्छ कि यो गर्नको लागि, अनि बल पनि लाग्छ। अनि भाइले फेरि यता राम्रोसित पानी पनि धेरै आउँछ पानी फेरि, त्यसो भएर फेरि पानी पनि राम्रोसित निचार्दैछ। यता मेरो किमा रेडी भइसक्यो। किमामा खास चाहिँ के हालेको होइन, लसुन अदरकको पेस्ट अनि फेरि मोमो मसालाको प्याकेट पाउँछ यतातिर, त्यो हालेर अनि फेरि अन्डा फ्राई गरेको थियो मैले, त्यही मिक्स गरेर अलिकति नुन हालेर अनि पानी निक्लिन्छ। फेरि पानी निचार्न पर्छ। मम्मीले पेल्नु भएको छ अनि फेरि मैले त सेप दिँदैछु, छिटो छिटो पकाएर खाइहालौँ भनेर। इन्डियामा हुने बेलामा त खोइ खासै खाजाको त यति हुने थिएन करे, यतै नेपाल आएर हो। हेरौँ अब मोमो पाक्यो जस्तै छ। ल ढक्कन खोलेर हेरौँ है त। पाके जस्तै छ हो। पाक्यो है, अब खाइहालौँ त। ल अब मैले प्लेटमा हालेँ है। चटनीको त रेसिपी त हाल्नै बिर्सेँ रहेछ, अब नेक्स्ट टाइम हाल्छु। मोमो इज रेडी।